तपाई व्यावसायिक रूपमा फोटोग्राफर हुनुहुन्छ अथवा तपाईको व्यवसाय छ, तपाईले क्लाइन्टको फोटो खिच्नुभयो, फोटो जम्मा 10, 20, 30 होइन 400, 500 वटा खिचिएको छ। अब ती तमाम फोटोहरुमा एकैचोटी आफ्नो व्यवसायको वाटरमार्क कसरी राख्ने? यदि तपाईले त्यस्तो समस्या भोगिरहनु भएको छ र त्यसको समाधान खोज्दै हुनुहुन्छ भने तपाईले सही भिडियो हेरिराख्नु भएको छ। भिडियो छोटो अनि मिठो हुनेछ, हेर्नु होला। यहाँनिर मैले ल्यान्डस्केप र वाटरमार्क भनेर दुईटा फोल्डर बनाएको छु र यहाँनिर चाहिँ तपाईले कुन डाइमेन्सनमा फोटो खिच्नु भएको छ सोही अनुसार तपाईले फोटोलाई सेपरेट गरेर राख्नु होला र यहाँनिर वाटरमार्क राखिसकेपछि ती तमाम फोटोहरु चाहिँ यो वाटरमार्क भन्ने यो खाली फोल्डरमा गएर बस्नेछ। अब त्यसको लागि सर्वप्रथम तपाई फोटोशपमा जानु पर्यो। कुन फोटोलाई वाटरमार्क राख्ने हो त्यो एउटा मात्रै फोटो छान्नु पर्यो पहिला। त्यसपछि माथि विन्डोजमा जानुहोस्, एक्सनमा थिच्नुहोस्, यता एक्सन खुल्नेछ र यहाँनिर फोल्डरको आइकनमा गएर क्लिक गर्नुहोस् र यहाँनिर वाटरमार्क भनेर राख्नुहोस्, ओके गर्नुहोस् र यता प्लस आइकनमा क्लिक गर्नुहोस् र यहाँनिर पनि वाटरमार्क भनेर राख्नुहोस्, रेकर्डमा थिच्नुहोस्। अब तपाईको एक्सन रेकर्ड हुन थालिसकेको छ। अब तपाईले यो फोटोको माथि वाटरमार्क ल्याएर राख्नुहोस्। वाटरमार्क यस्तो रिबन टाइपमा पनि हुन सक्छ, लोगो पनि हुन सक्छ अथवा तपाईको नाम मात्रै पनि हुन सक्छ। यति गरेपछि माथि फाइलमा जानुहोस्, सेभ अ कपीमा थिच्नुहोस्। आफूले राख्न चाहेको फोल्डर छान्नुहोस् र जेपीजी फर्मेट छानेर सेभ गर्नुहोस्। यति गरिसकेपछि तपाईको एक्सन रेडी भइसकेको छ र एक्सनलाई स्टप गर्नुहोस्। तपाईको एक्सन रेडी भइसकेको छ। अब बाँकी सबै फोटोमा वाटरमार्क कसरी राख्ने हेरौँ है त। यसलाई बन्द गर्नुहोस्, माथि फाइल मेनुमा जानुहोस्, अटोमेटमा आउनुहोस्, ब्याचमा थिच्नुहोस् र यहाँनिर वाटरमार्क छान्नुहोस्। कुन फोल्डरमा भएको फोटोमा वाटरमार्क राख्ने हो त्यसलाई चुज गर्नुहोस्। म यहाँ ल्यान्डस्केप फोल्डरलाई छान्छु, बाँकी सबै अप्सनलाई यतिकै राख्नुहोस् र त्यसपछि यहाँनिर फोल्डरलाई छान्नुहोस्। वाटरमार्क पछि कहाँनिर सेभ गर्ने हो त्यो फोल्डरलाई चुज गर्नुहोस्। म यहाँनिर वाटरमार्क भन्ने फोल्डरलाई चुज गर्छु र सिलेक्ट गर्छु र ओभरराइट एक्सन भन्नेमा टिक लाउनु होला र ओके गर्नु होला। यसरी तपाईले आफ्नो सबै फोटोमा वाटरमार्क राखिसक्नु भएको छ। हेरौँ है त। हेर्नुस् त, ल्यान्डस्केप भन्ने फोल्डर र यहाँनिर वाटरमार्क पछिको फोल्डर र यो भित्र गएर हेरौँ र यो सबै फोटोलाई ओपन गरेर हेरौँ। सबै फोटोमा वाटरमार्क आइसकेको छ। वेल, यो र यस्तै खालको टिप्सहरु फेरि पनि तपाईहरु चाहनुहुन्छ भने हामीलाई फलो गर्न नबिर्सनु है त।